डे 30 अफ कटिङ सिरिज 1 महिना पनि भयो कटिङ गरेको। अझै धेरै दिन बाँकी छ, डिसिप्लिन बिगार्नुहुन्न। फर्स्ट मिल अफ द डे जिम जानुभन्दा अगाडिको मिल जस्तै हो। T10 अलमोस्ट सकिन थालिसकेको रहेछ। T10 बोकेर म लागि जिमतर्फ। आज हो पुल डे। वार्मअप गरिसकेपछि पुल वर्कआउट ल्याट पुल डाउनबाट सुरु गरेँ, 2 सुपर सेट्स। फर द रियल डेल मसिन रिभर्स फ्लाइ गरेँ एन्ड अगेन ब्याक टी बार रोइङ 2 सेट फेलियर। लास्ट वर्कआउट फर द ब्याक केवल ल्याट पुल डाउन गरेँ 2 सेट्स एन्ड फर द बाइसेप स्ट्यान्डिङ बाइसेप क्रल 2 सेट्स। वर्कआउट पछि पोजिङ। मिररले सबै देखाउँछ हाम्रो प्रोग्रेस के हुँदैछ भनेर, प्रोग्रेस भइरहेछ कि छैन भनेर थाहा हुन्छ। पोजिङ अझै राम्रोसँग सिक्नु पर्नेछ। मर्निङमा कार्डियो नगरेको कारण कार्डियो गर्दै पोस्ट वर्कआउट मिल एग एन्ड मिल अनि सानो न्याप लिए। स्टेप कम्प्लिट भएको थिएन सो वाकिङ गरेँ। आजको दिन यति नै थियो। डे 30 कम्प्लिट। स्टिल कन्सिस्टेन्सी छ। डे 31 मा भेटौँला।